जानमा गई डक्टर सिनेमेटिक हाम्रो टेन्सनमा बेटी गराउनु पर्छ न हाँ बेटी बोक्यो अरे मेरो पछाडी पुरा गेम खेल्दै हो अल्मिसा डाड बनाउँदै केटा छोराछोरी हो भनेपछि दसैँ लाग्यो है मम्मी यसपालि लागो मजाले केटा मजाले खाऊ हुन्छ यो त खानै पर्यो नि ज्यान बनाउनै पर्यो नि त ए डल्ली भैँसीको मोही होइन त ए ल गजब हुँदो रहेछ त यो त गट्टा खर्सी किर्काउनु कसैमा हाम्रो घरमा यी सुकुटी झिन्नी राखेको रहेछ यस्तो अर्ग्यानिक लोकल प्योर बहिनी के गर्दै रहेछ यहाँ हेर्नु पर्यो लोकल कुखुरा पकाउँदैछ ए लोकलै हान्दिएको हो लोकल हान्दिएको आज टिकाको दिन दायरको लागि हो कि के हो विशेष तपाईँको लागि विशेष हो तर त पाक्न लाग्यो अब यहाँ टङ्बा लागेको छ यो चाहिँ अर्ग्यानिक हाम्रो निग्रो पखालेर ल्याउनु भएको छ उसको काम जैसे मेरे भोकले काम हेलो ठीक लो अब ढोल पनि निकाल्ने कि भिडियोमा बजे ढोल निकाल्नु पर्दैन ढोएको अब के कानमा लाउनु सक्छ के कानमा यहाँ छ लो बाह्र त खास्टेर भाउ ल लो दाजु अब त म सानोलाई दिने अलिकति उता चल्नु न अलिकति अटेन छोरा दिदाको छ है लो अब थालै सार्दै यता आउनु दिन्छ दशरथी शत्रु स्याङ्रा कवि दाजु लाग्छ यो लाकोवाला के बनाउनु
अब यतिकैमा यहाँ ढोक्नु मलाई पात त दिनु पर्यो नि। यही हुन्छ पहिला म ढोक्छु नि हो। टिका गर्छ है टिका नगर्छ मलाई पत्ता टिका चाहिँ जमामा आज दिनको टिका चेलीलाई पनि ढोक्नु पर्यो। अब कान्छी फुपू आइज पहिले अनि हैन अहिले अडिन्छ अहिले ऊ त्यहाँनिर अहिले सुतेपछि त अडिन्छ नि अब यता नि दाजुलाई ढोक्नु गर्नु भाउजूलाई फोटो यो पनि राम्रै छ। साह्रो नगरौँ न झन्डिला मेरो पनि अर्लिसक्यो ठिक अघि अघि मम्मीले हार नानी आम बाउसँग बात राम्रोलाई दुन्दा राम्रो लगाएर बल्ले गरे ए को बोतीले रड्छ अब नानीको माला आइछ त्यस्तो भने अघि त नानीको तलमा यो पानी निखारी नर्छ अहिले त्यो कति देख्नु होइन जानु ढोक्नु उसको पो खुट्टी ढोक्नुपर्छ होइन नमस्ते त गर्नु पर्यो नि त राम्रो हुन मेरो नातिनीहरू दोडा माइलाको र जेठाको पपुलाई पनि खराब हुन्छ अहिले त फेरि गाह्रो पो छ टिका लाउनु। कपडामा लाग्छ है के जान्छ तर यो त अघि चाहिँ हो नि त अघि त जान्छ अब ठुलोलाई भूमिकालाई लैजाऊ अनि स्थिर खिचे है दाइ कि मुभिङ खिचिदिउँ ए बिस्नु मालदा र भाउजूले आमा बाउ दुईटैलाई छोरीहरूलाई धने दाइको बनेको अहिले मिसा यता पनि हेर है एकचोटि तिम्रो अनुहार अलिक घप्टो देखियो अब सबैलाई दक्षिणा पान अनि सक्यो सबैलाई दक्षिणा दिँदै ढोक्ने बेला पनि सबै चेली परे यिनै हो नि खुट्टी दिइसक्यो नि जम्मै भइसक्यो मिनीको नि टिटेको अनि त जुत्ता नापेको राम्रोसँग पढ्नु अथवा पनि पढाएर सकियो अरू कामहरू चाहिँ राम्रोसँग गर्नु पऱ्यो होइन
जाँडुडा बनाएर धेरै नभइदिनु सबै सोचेको कुरा पुरा होस्। अब त हामीलाई के भन्नु छ र मलाई त धेरै शुभकामना छँदैछ। टिका लगाइसक्नु पर्यो। अहिले एकैचोटि चढाएको हो नि त भइहाल्छ। एकैचोटि चलाएको यसो गरे जस्तो गर न दुईजनाले त्यही हो कि दर्शकले देखे नै क्या हो यहाँ बस्दा छोरी धेरै पढ्नु पर्यो है अनि डान्स पनि गर्नु पर्यो त्यसपछि के गर्ने हो मान्नु पर्यो पार्नु पर्यो अब राम्रोसँग पढेर अनि फेरि बाहिर एक दुई बिस्किट नै अनि भात खाऊँ भाउजूले चाहिँ एकैचोटि ढोलो है बिचमा बसेको हजुर अब म हिजोको ठाउँमा राख्छु हिजोको ठाउँमा राख्छु आमा रमाइलो है छोरी ल आफूले ढोलो सस्तो ढोलो अनि फोटो दाइले खिचिदिनुहुन्छ एकछिन बस्नु फोटो लागिन्छ यो बेला चाहिँ बचिहाल्यो भन ए त्यो आमा बुवा चाहिँ उठ्नु भयो पनि हुन्थ्यो बुवा दसैँ यादगारै सबै यहाँहरूको दुईजनाको अरिष्ट भएको 9 वर्ष सबै छोरी छोराहरू अब लगभग पढाइ सकिनु लाग्यो अब बुझ्ले हुन्छ है काम अरू सबै यसो गर्नु दाजु ठुल दाजु सानो आइज डोको अघि दुध दाजु यहाँ निकाल्छ एउटा नमस्कार भोलि पनि भोलि बोला हो र कस्तो भयो पहिला त आउँथ्यो अहिले खासै भन न
गङ्गाको त्यो दुईटा मामा हामी जाने मावल भन्छ लिएर उता भाइ चाहिँ उजै सबको भाइ जयको भाइ त होइन र अनि भाइले के समय जुन दिदी भन्दै थियो होइन हामी चाहिँ तिनीहरू चाहिँ कहिले आएको रहेछ होला हिजो बिहान आइपुगेको अरे हो ए अनि हिजो यता एकैचोटि छोरीलाई जाऊ नमालाई सबैलाई आउने भन्दै थिएँ यता यो यसको त पहिला उसको नौरानको नाम त खुसबु भनेको थियो अहिले त सट्टा पट्टा पारे निशा भन्दैछ नि यसलाई मामा माइजू सबैजना नानी यता दिदीहरू क्यामेराम्यान जेन्टलम्यान भन्दा चाहिँ अलिक कस्तो यसले नि खाँदैन चियाले खान्छ होइन अब छानेको भान्जा भान्जी मामा चाहिँ अब छानेको हान्नुपर्छ छानेको त राम्रो हुँदैन छानेको त राम्रो हुन्छ नि छानेपछि त राम्रो हो अब जाँड खानुपर्ने पाहुना हो नि हामी त थकिदिँदै हो जहिले हामीलाई त नखाइ नहुने नै भइसक्यो अहिले एक दुईवटा ग्रुप सटहरू लिनु पर्ला है फोटो है